पत्रकार मित्रहरूले म कहिलेकाहीँ आफ्नो कर्तव्यबाट विचलित भएको जस्तो देखिन थाल्दाखेरि मलाई सजग गराउने काम पनि यहाँले थुप्रैपल्ट गर्दैन। त्यसै गरी विभिन्न सरकारहरूको समयमा सरकारमा रहनेहरूले राष्ट्रिय हित प्रतिकूल विद्यमान ऐन कानुन प्रतिकूल नचाहिँदा किसिमका निर्देशनहरू मबाट कार्यान्वयन गराउन खोज्दाखेरि मैले स्पष्ट फलाम गर्दाखेरि मलाई इन्करेज गराउने मलाई उत्साहित बनाउने समूह भनेको पनि तपाईँहरू नै हो। र मलाई आज तपाईँहरूको सामुन्ने खडा भएर कुरा गरिनु पर्दाखेरि अलिकति असहज पनि लागेको छ। त्यो किन लागिरहेको छ भन्दाखेरि मेरो परम मित्रले जिम्मेवारी पाइरहनु भएको छ। यो नियुक्ति प्रक्रिया आफैमा ठिक भएर भनेर म तपाईँहरूसँग चाहिँ साक्षात्कार गर्दैछु। यस अर्थमा मलाई अप्ठ्यारो लागेको छ, तर पनि म पद्धतिको बारेमा गफ गर्दैछु। म नलेज र भ्यालुको बारेमा चाहिँ मैले प्रश्न उठाइराखेको छु। त्यस हिसाबले चाहिँ मैले उभिनुपर्छ, मैले जनतालाई थाहा दिनुपर्छ, मैले यहाँहरू सबैलाई यो कुरा भनिदिनुपर्छ भन्ने मेरो सोच हो। त्यस हिसाबले मैले आज यो नियुक्ति प्रक्रियाको बारेमा सर्जरी गर्नु, विश्लेषण गर्नु जरुरी देखेँ। मुख्य सचिव पद भनेको मलाई दुई तीनवटा कुराहरूमा क्लियर हुनुपर्छ। हामीले यो पद एउटा त सचिवको हाकिमजी होइन, मानिसहरूले सचिवको हाकिम पनि भन्छन्, सचिवको हाकिमजी होइन। सचिव भनेको कुरो हो यदि त्यो सचिवसँग गट्स छ, गट्स भएर चाहिँ काम गर्न सक्ने हिम्मत राख्छ सचिवले भनेदेखि सचिव त कानुन त बहुत प्युर छ। कानुनले यति ठुलो अधिकारहरू दिएको छ, सम्पूर्ण आर्थिक अथोरिटीहरू सचिवलाई छ, मन्त्रीलाई छैन। विभिन्न मन्त्रालयका अथोरिटीहरू मुख्य सचिवलाई हुँदैन, सचिवलाई। यस अर्थमा हेर्दाखेरि चाहिँ मुख्य सचिव मैले बुझेको मुख्य सचिव के हो भने विशिष्ट श्रेणीको कर्मचारी हो र ऊ फर्स्ट एमओडी इक्वेट हो, बराबरीमा पहिलो हो। बराबरीमा मुख्य सचिव कोअर्डिनेटर हो। मुख्य सचिवले सबै सरकारी संयन्त्र, सरकारको पोलिसी, सरकारका एजेन्डाहरू, ती जम्मै एजेन्डाहरूको विश्लेषण गर्न सक्नुपर्छ। ती एजेन्डाहरूको बारेमा त्यसले चाहिँ विद्यमान सरकारका नीति, कन्स्टिट्युसन, ऐन, कानुन